ल सबैलाई साथीहरूलाई नमस्ते नमस्कार। अनि यो बेलुकीको अभिवादन। मैले ठ्याक्कै अहिले भन्नुपर्दाखेरि यो ककुराम मोरा खोलाको पुलमा छु, कटारी छेउमा। मौसम भन्नुपर्दाखेरि यस्तो छ, पुरै पानी पर्ला पर्ला जस्तो हुन्छ। पानी चाहिँ पर्न सकेको छैन। यतातिर यो भेगतिर चाहिँ हल्का खोजतिर चाहिँ पानी हल्का परेको जस्तो छ। हाम्रो यहाँ पनि परेको पर्नु चाहिँ यो अवस्था देख्नु छ्यारेर आउँछ, खासै आउँदैन। आज असार 16 गते खोला यस्तरी सुकेर बसिरहेको छ। यो अलिअलि छ, पछाडि देख्न सक्नुहुन्छ। यो त रोड भइगयो, अहिलेसम्म रोड मेटिएको छैन। पानी यसपालि खासै आएको छैन हाम्रोतिर चाहिँ। हजुरहरूकोतिर के छ कस्तो छ? यसै पालि चाहिँ अब कति 30 वर्ष कि 50 वर्ष अघिको सबैभन्दा धेरै पानी पर्छ भने चाहिँ यसै पालि चाहिँ आउन सकेको छैन। आउँदा हो कुनै दिन, होइन आउनु चाहिँ। तर अब यो खेतीको समय छ, खेतीको समयमा खासै यहाँ हेर्ने यो अब खोलामा पानी भए पो अब रोपाइ हुन्छ। खोलामा पानी छैन, पुरै हरियाली छ। यो कसैले काँसघारी छ, जोतपोत केही भएको छैन। ल यस्तै छ साथीहरू, कटारी भइगयो। मौसम भन्नुपर्दाखेरि हल्का अघि पानी परेको जस्तो थियो नि त, त्यही भएर यो बेतिनी भइगयो। यो ठिकै छ। मौसम चाहिँ एकदम अहिले नै चाहिँ एकदम कुल छ। यो ताउखला एरिया भइगयो, यो अम्टा एरिया, यो राजावासतिर। यता चाहिँ हल्का पानी परे जस्तो भएको छ, होइन। यो भिमान सिन्धुलीतिर चाहिँ यतै पर्छ नि त, भिमान सिन्धुली। हेर्ने हाम्रो गाउँ चाहिँ एकदम हरियाली देख्छ। मेरो गाउँ चाहिँ यहाँ माथि हो, यहाँबाट ठ्याक्कै देखिँदैन। देख्नु चाहिँ अलि भित्रभित्र पर्छ नि त हाम्रो टोल। यस्तै छ साथीहरूलाई। गोलपार्कको एक झलक हेर्नु साथीहरू, यस्तो छ कटारीको व्यस्तता। यो गोलपार्क हो, रहिसक्यो। टाइगर फिल्ड यो कटारी नगरपालिकाको यतापट्टि यो रोडदेखि बाहिरपट्टिको यो अस्ति बालुवा हालेर यो बनाएछ। खै के को लागि बनायो हो? यो नगरपालिका कार्यालय चाहिँ भर्खर सुचारू भएको छ, कामहरू पनि हुँदैछ। यो घर बनेको चाहिँ थुप्रै वर्ष भयो, भर्खर 1 महिना जस्तो भयो होला सुचारू भएको लगभग। अहिले घाम फेरि खतरा लागेको छ साथीहरू। यो कभर्ड हल भइगयो कटारीको। ल यस्तै छ। यो त बस पार्क भइगयो। ल यहाँ चाहिँ यो पोलहरू छ नि, यहाँ बेलुका आउँदाखेरि चाहिँ यहाँ लाइट छ के, यो पुरै झिलिमिली छ। अस्ति चाहिँ पुरै यहाँ सेल्फी हान्नुलाई, टिकटक बनाउनुलाई थुप्रो आएको थियो। अनि एक्सिडेन्ट भयो, त्यसपछि बन्द गरेर चाहिँ आउनु दिँदैन बेलुका भइसकेपछि। पुरै बेलुका भएपछि झलमल देख्छ क्या साथीहरू। ल यस्तो छ। टाइगर फिल्डमा गेम सेम छैन अहिले। म चाहिँ कटारीबाट फिर्किसकेको साथीहरू।
अहिले पुरै बाख्राहरू चरिरहेछ फिल्डमा। अनि यो कटारी 4 नम्बर वडामा चाहिँ यो सबै यो कटारीभित्र बजारभित्र चाहिँ सबै कालोपत्री भइसकेको छ क्या। यही बजारभित्र यो 4 नम्बर वडावरिमा चाहिँ कालोपत्री भएको छ। यता मास्तिर यो सिमले चाहिँ कति नम्बर हो थाहा भएन, त्यतातिर चाहिँ भएको छैन। एउटै बजारमा पनि वडाबाट छुट्टिएको छ। ल यस्तै छ। म अब फिर्केको, यहाँ राइडरहरू आउँदैछ।